हामी त यतातिर कोदोको ढिँडो खाँदैछौँ। टक्क लाएर मुलाको अचार, सिमीको तरकारी र भैँसीको राँगाको सुकुटी। कति मिठो या कति मिठो क्या ढिँडो त कति मिठो क्या। यो चाहिँ मुलाको अचार मैले आफैले बनाएको। यो अचार खाएपछि त्यसै आँखा झिमिन्छ। यसरी ग्वाम ग्वाम खानुपर्छ एउटा बन्दुकको छोरी एउटा बन्दुकको बुहारी छामा जाउँ मिलाउलाङमा मिला पान्छ छिर्मी गाउँघरतिर त एकदम प्योर कोदोको ढिँडो खाने हो। रागको सुकुटी खाने हो। यति ढिँडो खाएपछि दिनभरि मल बोल्न जाने हो। भोक पनि लाग्दैन एकदम ढुक्क। अनि यतातिर हाम्रो हजुरआमा, यता सानो मम्मी अनि मेरो मम्मी, यता